अहिले दर्शकले कुनै कलाकारलाई छिछि र थुथु भन्दै तथा नाम गाली गरिरहेका छन् भने ती हुन् गायक प्रकाश सपुत। प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाएर हिरो बन्न खोजेका उनलाई दर्शकले जिरो बनाउने भन्दै उनकै निर्देशनमा रहेको चलचित्र बसन्तलाई बहिष्कार गर्ने अभियान चलाएका छन्। दर्शकले सामाजिक सञ्जालमा यही चैत 22 गतेदेखि प्रदर्शनमा आउने यो चलचित्र बहिष्कार अभियान नै चलाएपछि प्रकाशको रातको निद दिनको भोग हराएको छ। छेपारोले रङ फेरे झै मिनेटमै बोली फेर्नमा माहिर उनले अहिले आफ्नो चलचित्र चलाउन बोली फेरिरहेका छन्। दर्शकले चलचित्र बहिष्कार अभियान चलाउन थालेपछि अस्ति ओलीको गुणगान गाएर हिरो बन्न खोजेका उनले हिजो बोली फेर्दै भनेका छन्, देशले यस्तो प्रधानमन्त्री पाओस् जसको समर्थन गर्दा विवादमा नपरियोस्। तर त्यसको कमेन्ट हेर्दा प्रकाशको यो चलचित्रले पानी पनि भन्न नपाउने निश्चित जस्तै छ। प्रकाशको हरकतले वाक्कदिक्क बनेका सामाजिक सञ्जाल प्रयोगकर्ता रामचन्द्र घिमिरे लेख्छन्, सुझावको लागि धन्यवाद, तर बसन्त चाहिँ बहिष्कार गरियो। त्यसै विक्रम राणा नामका एक प्रयोगकर्ता लेख्छन्, फिल्म सुपर फ्लप होस्, शुभकामना।